अहिले चाहिँ हामी मामा भन्छ हिँडिरहेको छौँ। अहिले हामी चाहिँ हल्का अगाडि जान्छौँ। अहिले हाम्रो बाटोभन्दा पनि अगाडि अब सानो सानो ब्लक बनाऊ भनेर जाँदैछौँ। त्यही भएर जाँदैछौँ, तपाईँहरूले हेर्दै गर्नु होला। हामी चाहिँ हिँड्दैछौँ है, तपाईँहरूले बाटोघाटो हेर्नु होला। गोवामा चाहिँ के कस्तो छ, पानी चाहिँ धेरै पानी परेको छ, काजुको रुख पनि छ। अनि हामी चाहिँ त्यस्तो काजु चाहिँ हामी चाहिँ अब त्यस्तो काजु खाएको छैन। हामीले बराबरी हामीले खाएको छौँ। हल्का बाटोघाटो पनि हेर्नु अगाडि कस्तो छ बाटोघाटो। यस्तो होइन, अगाडिको माथिको पनि भ्यू देखाउनु भन्छ एकदम। पछाडिको पनि देखाउनु, अगाडिको पनि देखाउनु, सबै अगाडिको पछाडिको देखाउनु हल्का। अनि योभन्दा हामी हल्का अगाडि गयौँ भने अर्को भिडियो पनि बनाउने छौँ हामीले, किनकि अहिले हामी अन द वे, हामी बाटोमा छौँ अहिले। त्यही भएर हल्का हल्का अब हल्का अगाडि छ हामी जाने भनेको। हामी चाहिँ अहिले कान्दोलिम रोडबाट हिँड्दैछौँ अहिले भन्छ होइन, कान्दोलिम जाँदैछौँ। कान्दोलिमबाट हामी फर्किसकेपछि हामीले कान्दोलिम पुगिसकेपछि हामीले अर्को पनि भिडियो बनाउँछौँ, योभन्दा पनि राम्रो भिडियो, योभन्दा पनि बबाल भिडियो बनाउँछ हामीले, पुरा फेन्टेसी भिडियो। तर के छ भनेपछि अहिले ठिकै छ, हामी जाँदैछौँ अहिले। गाडीको स्पिड तपाईँलाई थाहै होला, 38 और 57 पुग्छ। अब धेरै पनि किन स्पिड हान्दियो र होइन, 30 को स्पिड होला। दामी छ। अनि मौसम पनि हेर्नु तपाईँको, मौसम हेर्नु न, मौसम एकदम बबाल छ कि मौसम। अगाडि पनि देखाउनु, पछाडि पनि देखाउनु होइन। हल्का यहाँबाट हामी अगाडि गयौँ भने हामी यहाँबाट हल्का घुम्नेछौँ। यहाँबाट टर्निङ मात्र बारिसले गर्दा पनि हल्का के हुन्छ भने बाटो पनि चिप्लो छ, अब यो चाहिँ भ्यू एकदम राम्रो निकाल्नुपर्छ है। यो भ्यू चाहिँ एकदम राम्रो निकाल्नुपर्छ। म चाहिँ गाडी स्लो गर्छु, यो चाहिँ भिडियो पुरा निकाल्नुपर्छ है। हेर्नु त हल्का मेरो मुख पनि हल्का हाम्रो यो सबै खेल्नु। जस्तो हामीले नेपालमा धान रोप्छौँ नि, यो पनि धानै हो। अनि यताबाट लगाउँछ, यताबाट हाम्रो मुख पनि जस्तो पुरा धान खेती राम्रो एकदम गजब बाप रे गजब छ। गौ माताहरू, जय गौ माता, जय श्री राम। एकदम रमाइलो छ। अगाडि हेर्नु त पुरा नारियलका पेडहरू हो क्या। माछा मारेको गाडी कस्तो राम्रो गाडीहरू आएर हो कि नहीं, एकदम दामी हेर्नु प्लेस हेर्नु न, प्लेस हेर्नु न, एकदम दामी के। हेर्नु त अगाडिबाट गाडी आएर अनि वरपर हेर्नु कति पहाडी, कति राम्रो के, कति हावा हुरीको बतास कस्तो राम्रो के।